निरन्तर हिम पहिरो, बिरामीपन र फ्रस्टबाइटबाट लड्दै ती पुरुषहरूले अहिलेसम्म थाहा पाएको सबैभन्दा चिसो तापक्रममा मर्ने पहिलो व्यक्ति एक भरिया थिए निमोनियाका कारण। र त्यसपछि अर्को सेरेब्रल हेमरेज अर्थात् मस्तिष्क रक्तस्रावका कारण। अरू बिरामी र फ्रस्टबाइटले ग्रसित थिए। केही भरियाहरूले अगाडि बढ्न अस्वीकार गरे। हिमालमा तेस्रो हप्तासम्ममा एभरेस्ट चुनौती हुन छोडेर एउटा काउन्टडाउन जस्तै व्यवहार गर्न थाल्यो र यो झन भन्दा झन खराब मात्र हुँदै जानेवाला थियो। प्रत्येक पछाडि हटाइले उनीहरूलाई एउटा यस्तो कुरा गुमाउन बाध्य बनायो जुन उनीहरू बदल्न सक्दैनथे, अक्सिजन, समय, खाद्यान्न। हिमालले प्रगति मात्र रोकिरहेको थिएन, यसले अभियानका सदस्यहरूको ऊर्जा निचोरिरहेको थियो जुनसम्ममा उनीहरूले निर्णय लिनुपर्ने थियो। त्यहाँ कुनै पनि राइट वेदरको विन्डो हुनेवाला थिएन, न त दोस्रो मौका वा छुटेका अवसरहरू नै थिए। उनीहरू कि त अहिले चढ्नु पर्थ्यो, जुन अवस्थालाई कसैले सुरक्षित ठानेका थिएनन्, वा अभियान समाप्त हुन्थ्यो। त्यति बेला म्यालोरीले निर्णय गरे उनी अर्विनसँग जानेछन्। उनले नोर्टनलाई भने कि उनी र अर्विनले अन्तिम प्रयास गर्नेछन्। उनीहरूले अक्सिजन प्रयोग गर्नेछन्, तर कम मात्रामा। मद्दत पुग्ने गरी पर्याप्त, तर धेरै वजन नहुने गरी। यदि कसैले शिखर चुम्ने मौका कमाएको थियो भने त्यो म्यालोरी नै थिए। उनी तीनैवटा बेलायती अभियानमा सहभागी भएका एक मात्र व्यक्ति थिए। उनी इतिहासको पुस्तकमा स्थान पाउन योग्य थिए र उनले त्यो पाउनेछन्, तर उनले सोचेको कारणले भने हो। क्याम्प 6 छोड्नु अगाडि ओडेलले एउटा फोटो खिचे र त्यही फोटो म्यालोरी र अर्विन जीवित हुँदा खिचिएको अन्तिम फोटो हुनेछ। उनीहरू आफ्ना पातला कपडाका टेन्टहरू अगाडि उभिएका थिए। उनीका टोपीहरू तलसम्म तानेका थिए र आँखा गगल्सले छोपिएका थिए। उनीहरू हिमालतिर फर्किएर हावामा ओझेल भए। दुवैले अक्सिजन प्रयोग गरिरहेका थिए। दुवै राम्रो अवस्थामा देखिएका थिए, तर समय मिलेको थिएन। कुनै कारणले ती पुरुषहरू त्यस बिहान ढिलो निस्किएका थिए, जुन रहस्य सुल्झाउन वर्षौं लाग्नेछ। 9 तारिकसम्म उनीहरू फर्किएनन्। ओडेल र धेरै भरियाहरू सङ्घर्ष गर्दै क्याम्प 6 सम्म पुगे र अझै पनि हराएका पुरुषहरूको कुनै साइन थिएन। अन्धकारमा म्याग्नेजियम फ्लेयरहरू बालियो। ओडेल पर्खिए। बाहिर खुला ठाउँमा एक्लै रहेका ती पुरुषहरूको के सम्भावना थियो होला र? जब ओडेल आफै केही मिनट मात्र बाहिर रहँदा पनि सहन सकिरहेका थिएनन्। जुन 11 सम्ममा ओडेलले हिउँमा क्रस आकारमा कम्बलहरू बिछ्याए, जुन तल रहेकाहरूका लागि अन्तिम सङ्केत थियो। कुनै चिन्ह फेला पार्न सकिएन। आशा मारियो आदेशको प्रतीक्षामा। क्याम्प 3 र तलका क्याम्पहरू खाली गरिए। माथिल्लो क्याम्पहरू त्यागिए। म्यालोरी र अर्विन लगभग निश्चित रूपमा मरिसकेका थिए। तर के उनीहरू शिखरमा पुगेका थिए? के उनीहरू उकालो चढ्दा होइन, ओह्रालो झर्दा मरेका थिए? यदि त्यसो हो भने सन् 1953 मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको एभरेस्ट आरोहण मानिसले हिमाल जितेको पहिलो पटक थिएन।